दर्शक पनि देख्न सक्नुहुन्छ अहिले हामी तपाईलाई नागढुङ्गा सुरुङ मार्गको दृश्य देखाइरहेका छौं। करिब 22 अर्ब लगानीमा निर्माण भइरहेको 2688 मिटर लम्बाइ रहेको यो नागढुङ्गा सुरुङ मार्ग नेपालको एउटा गौरवको आयोजना हो। यति राम्रो सुरुङ मार्ग यहाँ बनिसकेको छ। नेपालको यो गौरवको आयोजना कस्तो बनेको छ, नेपालको यो सुरुङ मार्ग कस्तो बनेको छ हामी तपाईलाई देखाइरहेका छौं। सुरुङ मार्ग भित्रको दृश्य ओरदेखि परसम्म 2600 मिटर लम्बाइ भएको यो सुरुङ मार्गको सबै भागहरू के कस्तो बनेको छ एकदमै हामी देखाउँदैछौँ। मन्त्रमुग्ध हुनुहुनेछ। हाम्रो देशमा पनि यति राम्रा खालका प्रोजेक्टहरू बन्दा रहेछन् भने पक्कै पनि तपाईलाई लाग्न सक्छ र यो खालको शीतलता पनि हामी यहाँ अनुभूति गरिरहेका छौँ। लोभ लाग्दो दृश्य हामीले तपाईलाई यहाँ देखाइरहेका छौँ। हावाहरू यहाँ भित्र ल्याउने गर्दछ यो जेट फ्यानहरूले। विभिन्न खालका फेसिलिटिजहरू यो सुरुङ मार्गभित्र हुने गर्दछ। त्यसकारण पनि यो सुरुङ मार्गभित्र छिर्नको लागि पैसा लाग्नेछ। टेन्डर प्रक्रिया मार्फत काम अगाडि बढ्नेछ। अहिलेसम्म 92% काम सकिसकेको छ। 92% काम सकिँदाखेरि नागढुङ्गा सुरुङ मार्ग कस्तो देखियो भनेर आज हामी देखाउँदैछौँ। धमाधम यहाँ रङ लाउने काम पनि भइरहेको छ। यसलाई चटक्क पार्ने काममा अहिले धमाधम यहाँ कर्मचारीहरू कामदारहरू लागिरहनु भएको छ। विभिन्न सुरक्षाकर्मीहरूको गाडीहरू पनि हिँडिरहेको दृश्य हामीले देखाइरहेका छौँ। खास गरी यो ठाउँमा सुरुङ मार्ग निर्माण गर्दै गर्दाखेरि विभिन्न खालका बाधा अवरोध आएको कारण सुरक्षाकर्मीहरू राखेर यसरी कामहरू गरिरहेको छ।